हाई गाइस, सो फाइनली बनी बनाउने बेला आयो। यो भिडियो चाहिँ बनीको ट्युटोरियल भिडियो ल। बनी बनाउनलाई चाहिँ हामीलाई अभियसली चाहिने भनेको एउटा सेतो धागो। यो चाहिँ इन्डियन यार्न हो, 4 प्लाईवाला। अनि चाहिन्छ हामीलाई 3.50 mm को क्रोसे हुक र त्यसपछि निडल्स चाहिँ नि अब सबसे ठुलो साइजमा कुन छ धागो छिराउन सजिलो त्यही युज गरे हुन्छ। मसँग चाहिँ 2 थरी नै धागो मतलब सियो छ। मसँग चाहिँ 2 थरी नै सियो छ सजिलोको लागि। ल अब सुरु गरौँ बुन्न। अर्को चाहिने कैँची पनि मैले कैँची चाहिँ भन्न बिर्सेछु। कैँची ल अब यो भिडियो चाहिँ नि बेसिक पनि नआउने मान्छेहरूको लागि चाहिँ होइन है। एटलिस्ट बेसिक चाहिँ नि थाहा हुनु पर्यो। अब यसरी स्टार्ट गर्ने हो। यो बेसिक थाहा हुने मान्छेलाई इजिली थाहा हुन्छ। अब चाहिँ हामी सुरुमै हेडबाट स्टार्ट गर्दैछौँ। हेड सुरु गर्नलाई चाहिँ नि फर्स्टमा हामीले 6 स्टिच गर्नुपर्छ म्याजिक रिङभित्र। 6 स्टिच गरिसकेपछि ल अब भयो 6 स्टिच लास्ट हो। 6 स्टिच गरिसकेपछि हामीहरूलाई अब हामीहरूले यो म्याजिक रिङ क्लोज गर्नुपर्छ नि त। नि यहाँनिर 2टा देखिन्छ कि यस्तो धागो। 2टा देखिँदा चाहिँ पछाडिपट्टिको जुन नटभित्र हुन्छ त्यो चाहिँ धागो तान्नुपर्छ। अगाडिको तान्यो भने लक गर्न गाह्रो हुन्छ। सो त्यो नट तान्ने, नटमा भएको अनि यसरी टाइट भएर क्लोज हुन्छ। यसरी डबल रिङ गऱ्यो भने चाहिँ नि फुत्किने टेन्सन हुँदैन, इजिली बन्छ। अब रो 2 को पाली। रो 2 मा चाहिँ नि हामीले इच लुप होलमा चाहिँ नि अब हामीले डबल क्रोसे गर्नु पर्यो हैन। सिंगल स्टिच डबल टाइम, एउटामा दुईटा गर्दै हामीले 12 चेन बनाउनु पर्यो। ल यो भयो 12 स्टिच। किन म चेन भन्छु। अब हामीले यहाँनिर मार्क गर्नुपर्छ है, कन्फ्युज नहुनुको लागि। मलाई चाहिँ नि खासै मार्क गर्नु पर्दैन किनकि बुन्दा बानी पर्छ। तर भिडियोमा देखाइदिउँ न मार्क गरेको भनेर म चाहिँ नि मार्किङको लागि यस्तो सामानहरू युज गर्छु। यो ब्ल्याक कलरको चाहिँ नि यू पिन हो। नर्मली पसलतिर 10-15 रुपियाँमा पाइन्छ। कि त हामीले धागो पनि युज गर्नु मिल्छ। अब धागो युज नगर्ने हो भने चाहिँ नि यस्तो मार्कर पाइन्छ। यस्तो मार्कर यो युज गर्दा नि हुन्छ। अब हाम्रो लास्ट स्टिचमा चाहिँ नि छिराइदिने। यो भयो हाम्रो 12 स्टिच। अब फेरि हामीले यहाँ फर्स्टमा चाहिँ नि डबल स्टिच अनि सेकेन्डमा चाहिँ नि सिंगल स्टिच गर्दै टोटलमा 18 स्टिच बनाउनु पर्यो। यो हाम्रो थर्ड रो हो। यो हाम्रो थर्ड रोको लास्ट स्टिच पनि सक्यो। अब हाम्रो फोर्थ रोको पाली आयो। फोर्थ रोमा चाहिँ नि हामीले 6x4 को हिसाबले
24 टोटलमा 24 स्टिच हुनुपर्छ है 24 स्टिच हुनको लागि चाहिँ फर्स्टमा चाहिँ नि डबल स्टिच गर्ने अनि बाँकी चाहिँ नि 3टा सिंगल स्टिच गर्दै जाने 3टा हैन 2टा सिंगल स्टिच गर्दै जाने अनि हुन्छ 4th रो कम्प्लिट र अब हाम्रो 4th रो पनि कम्प्लिट भयो मैले चाहिँ अब धागो युज गरेँ है मार्किङको लागि मलाई त्यो अरूभन्दा धागो नै इजी लाग्छ र अब 5th रोमा चाहिँ नि फर्स्टमा लिने डबल स्टिच र बाँकी 3टा लिने सिंगल स्टिच त्यो गरे नि टोटल हाम्रो हुन्छ 30 स्टिच जम्मै टाउकोको स्टार्टिङमा चाहिँ हामीले सुरु गर्दाखेरि 6 × 6 मल्टिप्लिकेसनको हिसाबले गर्नुपर्छ त्यस्तो गर्यो भने हामीहरूको टाउको गोलो राम्रो देखिन्छ ल अब हाम्रो 4th रोको लास्ट पनि सक्यो धागै तान्न बिर्सेछु एनीवे अब पालो भयो हामीहरूको 6th रोको 6th रो चाहिँ नि मल्टिप्लिकेसन अफ 6 × 6 नै हुन्छ है त्यो भनेको 36 अब यसमा 36 स्टिच गर्नको लागि चाहिँ नि फर्स्टमा 2टा फर्स्ट होलमा 2टा स्टिच अनि बाँकी 4वटामा चाहिँ सिंगल स्टिच गर्यो भने 36 हुन्छ हाम्रो 6th रो नि सक्यो अब 7th रोमा चाहिँ नि 42 चेन हुनुपर्छ है टोटल 42 गर्नको लागि फर्स्टमा 2 चेन
2 स्टिच अनि बाँकीमा चाहिँ नि बाँकी 5वटामा चाहिँ सिंगल स्टिच गर्ने। यस्तो गरे नि हाम्रो 6 into 7 को मल्टिप्लिकेसनको हिसाबले बन्छ। रो 7 पनि कम्प्लिट भयो। अब रो 8 को पाली। रो 8 गर्नलाई चाहिँ नि हामीले फेरि मल्टिप्लिकेसन अफ 6 into 8 को हिसाबले गर्नु पर्यो है। फर्स्ट चेनमा जान्छ, फर्स्ट स्टिचमा जान्छ डबल स्टिच अनि बाँकी 6वटामा जान्छ सिंगल स्टिच। जुन गर्यो भने हाम्रो टोटलमा 6 into 8 हिसाबले 48 स्टिच।
ल हाम्रो रो कम्प्लिट भयो। हाम्रो टोटलमा 6x8 रो भयो। अब बाँकी चाहिँ नि कन्टिन्युस स्टिच जान्छ है, मतलब सबैमा 48 48 48 हुन्छ। 48 48 48 त्यो टोटल 21 रोसम्ममा 48 स्टिच जान्छ। अब रो 22 को पाली अब चाहिँ डिक्रिज गर्नुपर्छ। डिक्रिज चाहिँ नि म्याजिक डिक्रिज गर्ने है, सजिलो हुन्छ। त्यो भयो नि मतलब रेगुलर डिक्रिज गऱ्यो भने चाहिँ अलिक बाक्लो पुक्लुक्क उठ्छ, तर म्याजिक डिक्रिज गऱ्यो भने चाहिँ नि यो पुक्लुक्क चाहिँ नि उठ्न पाउँदैन, त्यसैले त्यसलाई म्याजिक डिक्रिज भन्छ। एटलिस्ट देखिँदाखेरि नै राम्रो देखियोस् न होइन। म्याजिक डिक्रिज गर्न चाहिँ नि फर्स्ट दुईवटा स्टिचको फर्स्ट लुप लिने के अगाडिको रो तान्ने। अब यसरी छिराउने होइन। इनकेस कसैलाई आएन भने चाहिँ नि सोधै हुन्छ मलाई, यसरी नै छिराउने हो। अब चाहिँ नि हामीहरूको डिक्रिज गर्दा चाहिँ नि 8 को मल्टिप्लिकेसनमा जान्छ है। अघि त हामीले स्टार्टिङमा 6बाट गरेको थियो, अब 8बाट गर्ने। अब डिक्रिज गर्दा चाहिँ नि हामीले 8 × 5 5 8 40 को हिसाबले अब डिक्रिज गर्दा हामीले 8वटा टोटलमा 8वटा स्टिचहरू डिक्रिज गर्नु पर्यो। त्यसको लागि फर्स्टमा जान्छ हाम्रो 2टा डिक्रिज, अनि बाँकी 4वटा चाहिँ नि सिंगल स्टिच। फेरि फर्स्टको 2टा डिक्रिज, अनि फेरि बाँकी 4वटा सिंगल स्टिच। यसै गरी अब डिक्रिज गर्ने हो। ल हाम्रो यो रो 22 कम्प्लिट भयो। अब रो 23 को पालो। 23 मा हामीले के गर्ने भने अब 8 × 4 को हिसाबले 32 डिक्रिज गरी 32 पुऱ्याइदिने। 32 पुऱ्याउनको लागि हामीले अघि जस्तै फर्स्टको 2टा स्टिचमा चाहिँ नि अगाडिको लुप तानेर डिक्रिज गर्ने, अनि बाँकी 3टा चाहिँ नि सिंगल गर्ने। त्यस्तै गरी हामीले यसलाई 32 पुऱ्याउनु पर्यो। यो याद गरौँ है, यहाँनिर पनि 8 को मल्टिप्लिकेसन जान्छ।
ल रो 23 पनि सक्यो। अब 24 को पाली। 24 मा चाहिँ नि हामीले 8 into 3 को हिसाबले डिक्रिज गर्ने। फेरि सुरुको दुईटामा चाहिँ नि अगाडिको तानेर दुईटा एकैचोटि डिक्रिज गर्दिन अनि बाँकी दुईटा चाहिँ नि सिंगल सिंगल। सक्यो। अब रो 24 को पाली 25 को पाली। रो 25 चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ। अघि हामीले स्टार्टिङमा 6 को मल्टिप्लिकेसन गर्यो, डिक्रिज गर्दाखेरि 8 को मल्टिप्लिकेसन। तर रो 25 मा गएपछि चाहिँ हामीले यसलाई 20 बनाउनु पर्छ नि त। हाम्रो लास्ट डिक्रिज गरेको टोटल गरेर 24 भएको थियो। अब चाहिँ 20 बनाउनु पर्यो। 20 गर्नलाई चाहिँ हामीले 4 into 5 को मल्टिप्लिकेसनको हिसाबले गर्नु पर्यो। त्यो गरेर हाम्रो टोटल 4टा घट्छ। अब यो बेलामा पनि सुरुको दुईटा एकैचोटि तानेर डिक्रिज गर्ने अनि बाँकी 4वटा चाहिँ नि सिंगल सिंगल स्टिच तान्ने। त्यस्तो गर्यो भने डिक्रिज गर्न सजिलो हुन्छ। म्याजिक डिक्रिज भनिन्छ यसलाई। हाम्रो लास्टको रो 25 पनि सक्यो। अब हामीलाई अलिकति बढी लोभ नगरिकन कन्जुसी नगरिकन अलिकति लामो डोरी छोडेर यसरी कट गरिदिने। अनि अब हामीलाई यहाँ तल निट एज देखाउनु पर्यो नि त। अनि त्यसको लागि एउटा
त्यो धागो छिर्ने हिसाबको एउटा सियो लिने अनि त्यो सियोले यसलाई जोइन्ट गराइदिने, यो धागो लुकाइदिने, मतलब जस लास्टको रोललाई चाहिँ नि अलिकति प्लेन देखाउनको लागि। मसँग चाहिँ नि सबै खालको सियोहरू छ नि त मैले क्रोसो गरेर थुप्रै भइसक्यो अनि मसँग सामानको कमी छैन के। अनि मसँग यो बाङ्गोवाला सियो छ, यो सियोले चाहिँ काम गर्नु कस्तो सजिलो हुन्छ क्या। अब डिक्रिज गर्दा मतलब लास्टको लक गर्दाखेरि चाहिँ नि यो याद गर्नुपर्छ है, हामीहरूको लुप भएको नेक्स्ट छोडेर अर्को चेन्ज गर्नुपर्छ। यो गऱ्यो भने सजिलो हुन्छ, मतलब काउन्ट गर्दाखेरि पनि ठ्याक्क 20 काउन्ट गर्दा पनि ठ्याक्क 20 हुन्छ। अब यो यसरी थोरै गाह्रो हुन्छ तर चल्छ। मैले चाहिँ डिक्रिज गरेर पनि यहाँनिर लक गरिदिन्छु, जस्ट इन केस नफुत्कोस् भनेर। फुत्किहाल्छ के गर्नु। अब लक गरिदिएको ठाउँलाई कट गरिदिने। अब पालो आयो यसभित्र फाइबर खोज्ने। फाइबर खोज्नलाई चाहिँ नि थोरै बाटो हुनुपर्छ। फाइबर खोज्दाखेरि जहिले पनि होस पुऱ्याउनुपर्छ। कतिजनाको मैले देखाएको छु क्या, फाइबर खोजेर नमिलेर डल्लो पुग्लो भएको। अनि मसँग चाहिँ एउटा खतराको ट्रिक छ कि आज सबैले थाहा पाउनु भयो। मेरो सिक्रेट ट्रिक हो मेरो प्रडक्टहरूमा राम्रो फिनिसिङ ल्याउनको लागि। म फाइबर लिन हराएको थिएँ यति बेला, मैले भिडियो एडिट गर्न बिर्सेँ। इट्स ओके। अब हामीले फाइबर चाहिँ नि एकैचोटि यत्रो ठुलो लिएर गाम्लाङ गुम्लुङ खोज्नु हुँदैन कि। यस्तो कोच्यो भने चाहिँ नि फाइबरको कामै फुत्किँदै जाने हो नि त। भित्र गएपछि लुज हुँदै जान्छ अनि त्यही भएर राम्रो फिनिसिङ देखिँदैन। जहिले फाइबर खोज्दा यसरी थोरै लिएर खोज्नुपर्छ। हो टाइम लाग्छ, तर टाइम लाग्यो भने फिनिसिङ चाहिँ नि यस्तो बबाल खतरा हुन्छ नि। जति फाइबर फुत्किँदै आए पनि मतलब लुज हुँदै गए पनि फिनिसिङ रिजल्ट चाहिँ नि एकदमै राम्रो देखिन्छ क्या। ल फाइबर कोचेर भ्याएँ। अब यस्तो देख्यो मेरो एकदमै निट राम्रो गोलो डल्लो टाउको देख्यो। अब ऱ्याबिट पनि जेसुकै भनौँ त्यही हो। अब यसरी मजाले फाइबर खोज्न चाहिँ कन्जुसी गर्नु हुँदैन। अब नेक्स्ट भिडियोमा चाहिँ म कान बुन्न, पुच्छर बुन्न, हात बुन्न सिकाउँछु ल। बाई बाई।